हेलो गाइज, हार्दिक स्वागत गर्न चाहन्छु टेक्निकल थिङ्कमा। सधैँ आज पनि विशेष भिडियो ल्याएर आएको छु। यो मेरो हातमा एउटा रेडमीको रेडमी नोट 10 प्राइम मोबाइल रहेको छ। यो मोबाइल चाहिँ फाइनल्ली रिस्टार्ट भइरहेछ, देख्न सक्नुहुनेछ। यो चाहिँ एकदम मैले चार्जमा लगाइरहेको छु। यो एकदम रिस्टार्ट भइरहेछ, चार्ज केही देखाउँदैन। अनि यो डाटा केबल देख्न सक्नुहुनेछ यहाँनिर। यो डाटा केबल हो 0.6 अनि अब 1.1 1.2 एम्पियर लिइरहेछ। यो स्विच अफ हुँदाखेरि माइनस हुन्छ अनि चाहिँ यो लोगो आएपछि फेरि यसको एम्पियर अलिकति राम्रो आउँछ। सो भिडियो लास्टसम्म हेर्नुहोला। हाम्रो भिडियो तपाईँलाई के कस्तो लाग्छ कमेन्ट गर्नुहोला। अब यो मोबाइललाई खोलेर बनाउनु पर्ने हुन्छ। ओके, यो मैले चार्ज निकालेँ। यो धेरै कुराले यो समस्या आउन सक्छ। यो पावर की दब्बिराख्यो भने पनि यो समस्या आउँछ भने ब्याट्रीको कारणले पनि यो समस्या आउँछ। सो आज यो मोबाइलको केमा समस्या छ म तपाईँलाई फाइन्ड आउट गरेर देखाउने छु। भिडियो लास्टसम्म हेर्नुहोला। हाम्रो च्यानल टेक्निकल थिङ्कमा तपाईँ नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई कृपया सब्सक्राइब गर्नुहोला। यस्तै यस्तै भिडियो हेर्न चाहनुहुन्छ, सिक्न चाहनुहुन्छ भने हाम्रो छेउमा भएको बेल आइकनलाई पनि दबाइदिनु होला, अलमा राख्नु होला। सो सबैभन्दा पहिला तपाईँको नोटिफिकेसनमा हाम्रो भिडियो आउनेवाला छ है। सो सबैभन्दा पहिला म यो मोबाइलको ब्याक प्यानललाई खोल्ने छु। हेरौँ यो समस्या कहाँ आएको छ, केमा समस्या आएको छ। यो मैले भनिसकेँ तपाईँलाई कि ब्याट्रीको समस्या हो कि चाहिँ पावर कीको समस्या। यो दुईवटा समस्याले गर्दाखेरि यो मोबाइल रिस्टार्ट भइरहेको छ। पावर कीको समस्या हुनसक्छ। यो मैले अघिदेखि यो थिच्न खोजिरहेको छु तर यो थिचिराखेको छैन। सो यो दब्बिराखेको जस्तो लागिरहेछ। सानो सानो कुराले गर्दा तपाईँ अल्मलिन सक्नुहुनेछ। त्यही भएर मैले जानेको कुरा हजुरहरूलाई सेयर गर्न खोजिरहेको छु। यस्तै यस्तै नर्मल भिडियोहरू, हार्ड भिडियोहरू जस्तो पनि हामी मोबाइलको सोल्युसन चाहिँ हजुरहरूमा चाहिँ सेयर गर्ने कोसिस गरिराखेका छौँ है। हाम्रो भिडियो के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला है। सो यो मोबाइल सिल प्याकै देखेँ मैले, किन भन्दा यो एमआई लेखेको कुनै पनि छेडछाड छैन भने यो मोबाइल अलरेडी सिल प्याक छ। यो मोबाइल सिल प्याक हो, कतै पनि यो खोलिएको छैन है। सो म तपाईँलाई एकदम मजाले जस्तोको त्यस्तै भिडियोमा जानकारी दिनेछु है। ओके, यो मैले स्क्रु निकालिसकेँ। स्क्रु निकालिसकेपछि हामीले यो सिमको होल्डर, सिम ट्रेलाई निकाल्नुपर्ने हुन्छ। त्यसपछि हामीले यीबाट ब्याट्री पनि लो छ है। यो मलाई जहाँसम्म लाग्यो यो मोबाइलको चाहिँ पावर की अटोमेटिक दब्बिराखेको छ, त्यही भएर पनि यो मोबाइल अन अटोमेटिक भइराखेको छ। ओके, म तपाईँलाई देखाउने कोसिस गर्दैछु। ओके, यहाँनिर स्क्रु यो मुनि पनि देखियो, यहाँनिर पनि स्क्रु छ। ओके, यो मैले खोलेँ। अब मैले यो फिङ्गर लकलाई निकालेँ। सो यो हाम्रो ओके, यो अटोमेटिक दब्बिराखेको छ है, देख्न सक्नुहुनेछ। अहिले पनि फेरि आउँछ, देख्न सक्नुहुनेछ। यो पावर कीको समस्या हो या होइन भनेर अब हामी यसलाई फाइन गर्न सकि नै हाल्छौँ है। सो यो थोरै निकालौँ। यो पावर कीको फ्ल्याक्स चाहिँ मुनि लागेको हुन्छ। ल, यति निकाल्यौँ भाइ। ओके, अब आएन हो भनेपछि हामीले के गर्नु पर्यो यो मोबाइललाई भन्दाखेरि पावर की चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ। अब मोबाइल चार्ज हुँदैछ। अब चार्ज हुँदा यहाँ चार्जको लोगो आयो भने यो मोबाइलको 100% यो पावर कीमा समस्या छ है। सो हामी तपाईँलाई पावर की कसरी चेन्ज गर्ने देख्न सक्नुहुनेछ। हो, यो पावर कीको समस्या यस्तो भइरहेछ। सो पावर की हामी हजुरहरूलाई चेन्ज गरेर देखाउनेछौँ। सो हाम्रो भिडियो के कस्तो लाग्छ तपाईँले कमेन्ट गर्नुहोला। मन पऱ्यो भने लाइक गरिदिनु होला है। अब यो पावर की हामीले चेन्ज गर्नको लागि यो पुरै निकाल्न पनि सक्छौँ या ननिकाल्न पनि सक्छौँ। हामीलाई जसरी सहज लाग्छ त्यसरी नै हामीले मोबाइललाई रिपेयर गर्नुपर्ने हुन्छ है। ओके, मैले अब यसलाई यहाँबाट यसको फ्ल्याक्स हुन्छ, यो फ्ल्याक्सलाई एकदम सेफली निकाल्नुपर्ने हुन्छ है। अब
यो पावर की भोलम प्लस माइनस एकै ठाउँमा हुन्छ है। सो यसलाई चाहिँ मैले एकदम जोगाएर निकाल्नु पर्ने हुन्छ। यो एकदम नर्मल हुन्छ। यो फेरि छिन्यो भने फेरि समस्या कसलाई पर्छ भन्दाखेरि आफैलाई पर्छ है। ल यो म निकाल्दैछु। ओके, यो फ्ल्याक्सलाई मैले निकालेँ। अब मोबाइललाई म साइडमा राख्छु। यो सिम्पल छ, हामीसँग यो की चाहिँ चाहिन्छ है, यो पावर की चाहिँ चाहिन्छ। सो अब यसलाई म तपाईँको यहाँ त त्यति मजाले नदेखिएला, म तपाईँलाई माइक्रोस्कोपमा चाहिँ बनाएर देखाउनेवाला छु। ल अब हामीले यो पावर कीलाई चाहिँ एकदम मजाले निकाल्नु पर्ने हुन्छ, जुन चाहिँ आइरनको माध्यमबाट हामीले यसलाई निकाल्न सक्छौँ है। सो यसको यो माथि हल्का हामीले पेस्ट लगाएर यसको छेउछेउमा चाहिँ यो अलिक हार्ड ग्लु लगाएको हुन्छ, यसमुनि मात्रै हुन्छ। ओके, देख्न सक्नुहुनेछ हार्ड ग्लु यसरी लगाएको हुन्छ। यतापट्टि पनि हुन्छ, यो साइडमा पनि। ओके, यता पनि हुन्छ। यसलाई चाहिँ हामीले यसरी मजाले छिड्नु पर्ने हुन्छ, यसलाई निकाल्नु पर्ने हुन्छ। हो, यति निकालिसकेपछि अब हामीले यहाँदेखि यसरी उठाइदिनु पर्ने हुन्छ। ओके, देख्न सक्नुहुनेछ यसलाई मैले रिमुभ गरिसकेँ। अब यसलाई एकदम मजाले मैले क्लिन गर्नुपर्ने हुन्छ। ल यहाँ देख्न सक्नुहुनेछ। अब हामीले यसलाई क्लिन गर्छौं। देख्न सक्नुहुनेछ है, यसरी हामीले क्लिन गर्यौं। हो, अब हामीले यहाँनिर लगाउनु पर्ने हुन्छ। के लगाउनु पर्ने हुन्छ भन्दाखेरि स्विच लगाउनु पर्ने हुन्छ है। यो स्विच लगाउनु पर्ने हुन्छ। यो टु साइड कै स्विच हुन्छ, सेम जुन अघि हामीले निकाल्यौं त्यही स्विच हुन्छ। यो चाहिँ हामीले लगाउनु पर्ने हुन्छ। सो मैले यहाँनिर स्विच निकालिसकेँ। देख्न सक्नुहुनेछ यो स्विच सेम स्विच हो। यसलाई टक्क यति गरिसकेपछि अब हामीले के गर्नुपर्छ भन्दाखेरि यहाँनिर राङ पेस्ट लगाउनु पर्ने हुन्छ थोरै। अब हामीले यसलाई सिम्पली राङको माध्यमबाट सोल्डिङ गरिदिनु पर्ने हुन्छ। एकदम सिम्पल छ। देख्न सक्नुहुनेछ यो मैले एक साइड गरिसकेँ। अब अर्को साइड पनि सेम हुन्छ, यहाँ पनि सेम। ओके, ल साथीहरु, फाइनली मैले यो पिन यो स्विच फेरिसकेको छु, देख्न सक्नुहुनेछ। अब हामी यो मोबाइललाई बनाएर यहाँनिर लगाएर फिटिङ गरेर हेर्नेछौँ। यो समस्या चाहिँ 100%
सक्सेस हुनुपर्ने हो। यसो देख्न सक्नुहुनेछ म यो मोबाइललाई फिटिङ गर्दैछु। यसको यो गम पनि एक्सपायर भइसक्यो जस्तो छ त बिहान एकैछिनमा। कस्तो खालको गम लगाएको हुन्छ, एकचोटि उक्किएपछि सक्यो। सो ल साथीहरू, फाइनल्ली मैले मोबाइललाई फिटिङ गर्दैछु है। अब यति भएपछि हामीले थाहा पाइहाल्छौँ कि हाम्रो पावर कीले काम गर्छ या गर्दैन है। ओके ओके, अब हामीले मोबाइल चार्ज गरेर अन गरौँ। यसको ब्याट्री एकदम लो रहेछ हैन। सो देख्न सक्नुहुनेछ मोबाइल चार्ज हुँदैछ। भिडियो यदि मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला है। ओके 3% देखायो। अब हामीले मोबाइल अन गरौँ। पावर की मैले थिचेँ। ओके मोबाइल अन भयो साथीहरू फाइनल्ली है। अब यो मोबाइल अन हुन्छ है। पावर की कि त ब्याट्रीको समस्याले गर्दाखेरि मोबाइल अन अफ भइरहेको छ। लोगो आउने जाने समस्या भइरहेको छ है। रेडमी मोबाइल मात्र होइन, जुनसुकै मोबाइलमा पनि यो समस्या आउँछ साथीहरू। सो मोबाइल अन हुँदैछ। एकदम डिम भयो, सानो रहेछ ब्राइटनेस। म यसलाई बढाउँछु। ओके देख्न सक्नुहुनेछ है। अब यो मोबाइलको पावर कीले काम गर्छ गर्दैन देख्न सक्नुहुनेछ है। ओके भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला। टेक्निकल थिङ्कमा तपाईँ नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला भन्दै आजको भिडियो यति नै। हवस् त बाइ, सी यु अगेन नेक्स्ट भिडियो।